यहाँलाई सबैले चिन्नुहुन्छ। यहाँको नाम ज्ञानेन्द्र साई। प्रायः जसो यहाँलाई नचिन्ने मान्छे कोही पनि छैनन्, कोही पनि छैनन् होइन। यहाँ चाहिँ जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र साई, जुम्लाबाट चाहिँ सांसद जितेर अहिले पार्लियामेन्टमा हुनुहुन्छ। अब यहाँको कुरा सुन्नु, यहाँको अभिव्यक्ति सुन्नु। यहाँ अहिले जापानमा, हाल जापानमा हुनुहुन्छ। यहाँको अभिव्यक्ति सुन्नु है त। सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घन्टेहरूले जनताले जिताएर पठाएको जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे जुम्लामा। यहाँ के भन्दै हुनुहुन्छ? उहाँ महाशय चाहिँ ठुलो सपना बोकेर चाहिँ पार्लियामेन्टभित्र, संसदभित्र छिर्नु भएको छ होइन। गणतन्त्रको सत्ताको भत्ता खाएर डाइनेसोर लोप भइसकेको राजालाई फेरि फिर्ता लिएर आएर चाहिँ प्रधानमन्त्रीको गद्दीमा बस्ने उहाँको ठुलो सपना छ। उहाँको त्यो सपना पुरा हुन्छ हुँदैन थाहा छैन। अनि उहाँ जुम्ली जनतालाई चाहिँ गुङ्ग्रामा राखेर गणतन्त्रमा टेकेर चुनाव जितेर आउने जुम्लाबाट होइन। अनि यहाँ आएर चाहिँ संसदभित्र गएर पार्लियामेन्टमा गएर चाहिँ विषयवस्तु अर्कै उठाउने होइन। जुम्ला तपाईँ सांसद भएको कति वर्ष भयो होला भन्नु त। जुम्ली जनताहरूको लागि तपाईँले के चाहिँ गरिदिनु भयो? मुद्दागत रूपमा हिसाब गरेर हामीलाई भन्नु त ल, हामीलाई सुनाइदिनुहोस् त ज्ञानेन्द्र साईजी। जब त्यो स्याउलाई मेटासित जसले पनि दिन्छ, स्याउलाई मोल त जसले पनि दिन्छ। पहिलाको एमाले काङ्ग्रेसको सरकारले पनि त दिएकै हो, ढिलो चाँडो भयो होला होइन। के गरिदिनु भयो तपाईँले? कुन कुन गाउँमा बत्ती बिजुली पुर्याइदिनु भयो? कुन गाउँमा बाटो गोरेटो खनिदिनु भयो? कुन गाउँमा मेट्रो ट्रेन लगिदिनु भयो? कुन गाउँमा चाहिँ एयरपोर्ट बनाइदिनु भयो? ल त मुद्दागत रूपमा जुम्लामा के विकास गर्नुभयो भनिदिनु त। तपाईँले जुम्ली जनताहरूलाई गुङ्ग्रामा राखेर, जुम्ली जनताहरूले पनि बुझ्नु जरुरी छ यो कुरा। जुम्ली जनताहरूले तपाईँहरूले भोट हालेर पठाएको मान्छे यहाँ के भनेर भोट लिएर गएको छ र उहाँ पार्लियामेन्टमा गएर के कुराहरू के चाहिँ विषय उठाइरहेछ भनेर त्यो कुराहरू तपाईँले बुझ्नुपर्ने हुन्छ होइन। तपाईँहरूलाई गुङ्ग्रामा राखेको छ। म भन्दैछु, बार बार भन्दैछु। त्यो जुम्ला छोडेर चाहिँ अरू जिल्लाको मान्छेहरू हुन्थे भनेदेखि ज्ञानेन्द्र साई सांसद पनि नजित्ने मान्छे हो।